My best friend is getting married soon on 20th of February अनि हामीले उसलाई ह्यान्ड्स पार्टी पनि दिएको थियो नि त लास्ट व्लगमा देख्न सक्नुहुन्छ अनि हाम्रो पहिलेदेखि नै दिमागमा थियो कि हामी बिहामा नजाने भनेर ड्यू टु माई पर्सनल सिचुएसन एकदमै म भर्खर जिमदेखि आएको अनि इट हिट मी सो हार्ड जिममा पनि आज बिहान वेन दे टुक अफ अनि तिनीहरूको त्यो हुन्छ नि एयरपोर्टमा ग्रुम एन्ड ब्राइड टु बीहरू जाँदै गर्दाखेरि स्न्याप्सहरू देख्दा आई रियली फेल्ट ब्याड किनभने बिहा भनेको त एकचोटि हुने कुरा हो नि त अनि आफ्नै साथीको बिहामा जान नसक्नु आई थिङ्क यो एउटा रिग्रेट हुन्छ होला मेरो लाइफ टाइम भएको लागि आई कान्ट टेक इट सो हियर आई एम लास्ट मोमेन्टमा सबै काम गर्नको लागि अनि अनलेस माई बेस्ट फ्रेन्ड गेट म्यारिड अगेन hopefully with the same man I think I'll just enter my car details flight booked finally the day to go to friend's wedding card साथी सुजताको खसेछ के त्यो ओम चाहिँ खस्यो के ए हो र केही भएन ओम खसेछ रे हो के हो तीनटा प्लाई रहेछ सल्लाल त कार्ड पनि राम्रो लाग्यो मेरो बिहा गर्दा नि तिम्रैबाट कार्ड बनाउनु पर्ला हामी भाउ छोरी बाटो बाटो हिँड्दै देखाउनु त बाबा त्यो त्यो लेटर प्रिन्ट गरेर आएको निसाको साइडदेखि सुस्ताको लागि म रेडी भइसकेँ मेहन्दीमा सरप्राइज दिन जानको लागि तर सरप्राइजिङली दुलै अझै रेडी भएको छैन सो This is my whole outfit. Okay, Boyni, Nani, this is my whole outfit for tonight. Baba, mommy, are zanu bhayo. Ani I'm waiting घरमा किन भन्दाखेरि निसलाई चाहिँ विवेकलाई फोन गरेर सलिना र निशाले गिफ्ट पठाएको छ त्यही भएर लिन आउनु न दाइ भनेर भन्न लगाएको छु तर विवेक इज भेरी ब्याड विथ टाइमिङ ढिलो आउँछ लेट कमर्स हो त्यो पनि अब यतिकै बस्ने माई बाबा इज ब्याक किनभने बाबालाई चाहिँ मसँगै जानु मन छ अरे त्यही भएर अब कुरिरहेको सबैजनालाई अनि मेरो बाबा चाहिँ एकदमै पङ्क्चुअल हुनुहुन्छ टाइमको अनि खासमा 3 बजेदेखि स्टार्ट भनेको थियो नि त सुस्ताले पार्टीको लागि तर ढिलो भयो इट्स अलरेडी कति बज्यो बाबा कति बज्यो बाबा इट्स अलरेडी 5 o'clock अनि 2 घण्टा ढिलो भइसक्यो नि त अनि माई बाबा इज भेरी भेरी पङ्क्चुअल टाइमको लागि अनि डजन्ट लाइक इफ समवन गेट्स लेट एन्ड अल सो अलिकति अब म चाहिँ म बाबाहरूसँग नै जान लागेँ किनभने बाबाले मलाई आफैसँग लैजान खोज्नु भयो इट साउन्ड्स बेटर अनि हामीहरू अब जान लागेको टु सुजिताज मेहन्दी ओके आई होप आई क्यान डान्स किनभने म अहिलेसम्म पनि डान्स प्र्याक्टिस गरेको छैन मम्मी बाबाहरू भित्र जानुभयो भाइ इज हियर ह्यान्डसम भाइ हेलो 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 यस्तो डर लाग्यो नि त भाइ कसरी जाने होला कसरी एन्ट्री गर्ने अब डिस्कसन गोइङ अन फर एन्ट्रान्स र मैले चाहिँ डिस्कस गर्यो कसरी के एन्ट्री गर्ने भनेर आइ एम सो नर्भस किनभने नाचेको छैन नि त प्र्याक्टिसै गरेको छैन यु सुड नेभर प्रोक्रास्टिनेट ओ माई गॉड स्याड भइरहेको छु तर लेट्स सी द रिएक्सन्स अफ एभ्रीवन लेट्स हिट द फ्लोर confident enough no but we will do it we will dance we will give her a surprise I hope so she will give a very good reaction last ma chai malai ta tha thiyo आउँदै छस् भनेर भन्यो भने त that's it सकिएन त but anyways okay let me gather my guts अनि फेरि be less emotional literally कामिरा छु म अलिकति इमोसन्स कम गराएर अनि बल्ल जानु पर्ला है लेट मी टेक अ डीप ब्रेथ
bride. आफ्नै बिहामा मोमो खान बस्छ डिजेले खोइ. Oh my god. There you go. You missed this all. Hey, the mo jasto hunu parcha ni na. Salam to Salina bhai. Ahora situation ma huncha guys tara jastai bhani she came here. That's very nice. Proud of you Salina. Thank you. Aru naunelai proud छैन भन्नु खोजेन तरा मिलेन होला र आएन होला but मिलाएर आयो. That's very good. Thank you for joining us आजको राति. अब हाम्रो ब्राइड र ब्राइडको कजन्सहरुले परफर्मेन्स दिन लाग्नु भछ फर आवर ग्रुम. त्यही भएर प्लिज आफ्नो बच्चा बच्चीहरुलाई सम्हालेर राख्दिनु होला अनि स्टेजलाई क्लियर गर्दिनुस् होला है प्लिज. अनि एकदमै चियर अप गर्दिनुस्. हामी हुन्छौं पाँच 1 बजी भित्र मोमो खाने छ गमन्दी जादियो तिमीले तानेर बोलाउन सधैँ ठानेर गमन्दी जादियो तिमीले. That's all moon. That's you. That's all you. That's you. Wise man is a twice of fool. Wise woman is a twice of fool. I'm struck with idiots. Help me. CLP, okay. It's like 2 o'clock, 2:30 in the morning. हामीहरु ब्ल्याक फरेस्ट जान लागेको छ किनभने हाम्रो डिजेलाई मोमो खानु मन लाग्यो. And sitting right behind there. यतिको चाहिँ हुनु पर्यो है. बिहानको 4 बज्यो. हामी भर्खर डिजेलाई छोडेर घर जाँदैछौँ. We are so tired. फोटो सुट हुँदैछ. So this is the मण्डप. यहाँबाट एन्टर गर्ने दुला र दुलै. रेडी हुँदै हुनुहुन्छ सबैजना. अनि द्याट्स द स्टेज. ल लाइभ पेन्टिङ पनि सेटअप भयो है. कस्तो राम्रो देखेको त. त्यही त राम्रो त लास्ट राम्रो है. ल ल ल लास्ट पुसिहालौँ है गाइजहरू. त्यो के दुलेको सिक्नेवाला के हो? फाइनली गाडी रेडी भयो, मण्डप चेन्ज भयो, सबै भयो. अनि वी आर टेकिङ त्यो गाडी अब जन्ती भएको ठाउँमा. हाम्रो थ्याङ्क हिम. ऊ जस्तै गाली गर्यो, जस्तै इन्करेज गर्यो त्यहाँनिर छिटो 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 गर भनेर भने जस्तो त अलिकति भयो होइन. तर एनिवेज अब यही हो. इतना पैसा यसमा इतना मिलेका हो कि समथिङ लाइक त्यो भन्दै अब हामी जाँदैछौँ दुलालाई गाडी दिन. तर हामी दुईजना चाहिँ स्टिल रेडी भएको छैन है फेरि. हामी पहिला पढेको कलेज +2 पढेको कलेज मणि मुकुन्द. अनि दुलाहरू चाहिँ यहाँनिर बसेछ होटल फ्लामिङ्गोमा.
द फ्ल्यामिङ्गोमा के गर्ने हामी भित्र जाने हो एकचोटि हामी गाडी चाहिँ भित्र नछिराम होला हैन उ त्यहाँनिर राख्न अगाडि म नालीबाट झर्ने हो केही भएन ठिक छ होइन ठिक छ भनेको म ब्याग त्यही छोडेँ So there is the gadi for the groom. There is the gadi for the groom. And where is the groom? Bidra chiram hola, bidra chiram dai. Is the ready? How excited, Dula? Very excited. Yes, Loera. No. Oh, guys. That's the outfit of the day, okay? There you go. They are getting ready. जन्तीको लागि ब्याच लिएर राणा जन्तीको लागि ब्याच लिएर जाँदै सरहरू आउनु भयो फाइनल्ली फोरो गाडीमा कस्तो हेर अन्त कस्तो लागिरहेछ रमाइलो लागिरहेछ नि दुला दुले हुन पाएकोमा No more bride to be. Already a bride. Beautiful. बनाउन चाहिँ राम्रै बनाइदिनु Sorry है भाइ यस यस खान मलाई अरु चाहिन्छ भन्न पाइन्छ Last. Woo! Finally! La 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 la! La bhayena la come on! अब सुजाता हात दे बोला बहिनी समातो त्यो समातो माथिको समातो न सुजाता हात तामेर ल बस्नु भन्ने यस्तो ब्युटिफुल हो तर बहिनी त खरे सक्दैन जाय ए 5 पनि आए त्यही जोड्दिम न त त्यो चान्चुनहरु पनि सब जोड्दिम होला हो त्यो सालीहरुलाई सब दिम होला यति त मानम होला ल ल ल अब सक्यो जानुस् हो क्या भन न 10 रुपैयाँ देऊ न त उसलाई 10 रुपैयाँ देऊ एकैछिन डिजे यता आएर There's always a hi, no bye. Bye.
50% पाइएन भनेर होला होला Or newly married? Let's see you. Finally, biya sakiyo. It's the end. See you next time. Hold on. Okay, you also come in that bottle so fast. If you go Australia, come in so 1 or 2 months, please. Have a good married life, man. Happy married life, man. Happy married life. Oh, lo. See you. See you soon. Okay. Bye. म त एकदम खुसी छु म त जति पनि खुसी छु यति खुसी छु कि सीमा नै छैन म त जोडले नै थाहा हुन्छ न साह्रै खुसी छु मरि छोरीको बिहामा एकदम खुसी म हेप्पी छु उसको जो इच्छाले बिहा गर्नुपर्ने इच्छा थियो जति रमाइलो गरेर थियो रमाइलो पनि भयो धेरै खुसी इच्छा थियो धेरै रमाइलो भयो पुरा भयो होइन अब उसको राम्रो राम्रो उत्तरहरू प्रगति भएको देख्न पाइयोस् मैले हेप्पी म्यारिड लाइफ र राम्रो होस् सधैँ हँसिलो देख्न पाइयोस् जीवन साथी सबै खुसीको साथमा बस्न पाइयोस् हामीलाई त्यही चिनेर जानेर सबै कुरो राम्रो छ हामीलाई राम्रो हुनुहुन्छ सबै परिवार जोइ राजा त हुनुहुन्छ अब एक फेर बोलचाल त अझै पनि हाम्रो भएको छैन तर बोलचाल भए जस्तो लाग्छ बोलचाल भयो होला जस्तो लाग्छ अहिले पो भएन बिहेमा रमाइलो अब पछि त होला नि रमाइलो त भयो मैले त पोहोरदेखि जहिले देखेर बुझेर हाँसेर कुरा होइन मैले अब देख्न पाइयोस् शान्ति सबै हेलो दिदी नानीको बिहे कति रमाइलो भयो एकदम खुसी हुँ म पनि नानीको दाम्पत्य जीवन एकदम फलोस् फुलोस् सधैँभरि त्यस्तै देख्न पाइयोस् त्यही हो धेरै धेरै माया छ हजुरलाई ज्वाइँलाई भान्जा ज्वाइँलाई